अनिकालको बेलामा हाल्थ्यौँ। त्यो छुवाफुवा चाहिँ मिलाउनु पर्थ्यो। त्यति पनि गर्न नसके त त्यो भक्ति भाव भनेकै त्यही हो नि। त्यसै बेला आएर गरेपछि त्यो गाह्रो मलाई चाहिँ लागेन। धेरै मेरो साथीहरू सरकारले हेरेन, सरकारले दिएन, साहित्य पत्रिकालाई मान गरेन आदि भनेर गुनासो पनि गर्थे। त्यसमा मेरो पनि समर्थन छ। तर मेरो दाबी चाहिँ छैन, किनभने मलाई सरकारले पत्रिका निकाल पनि लगाएन। मेरो आफ्नो स्वेच्छाले गरेका काममा कसैले सहयोग गरे अनुकृत भएँ, गरेन नि ठिक छ, म आफ्नो बाटो हिँडेँ। त्यसकारण मेरो कुनै गुनासो खासै रहेन। अब म योगी बुढाथोकीज्यूसँग जान चाहन्छु। प्रजातन्त्रपछिको केही वर्षपछि तपाईँले शिवपुरी सन्देश भनेर पत्रिका सुरु गर्नुभयो। त्यो एउटा राजनीतिक परिदृश्य परिवर्तन भएको समय थियो। अघि उहाँले भनेको परिदृश्यमा जुन चुनौतीहरू थिए त्यति बेलासम्म आइपुग्दा पनि त्यही चुनौतीहरूको जगमा तपाईँले पत्रकारिता सुरु गर्नुभएको थियो। त्यो ब्याकग्राउन्ड के थियो, त्यहाँबाट सुरु गरौँ। वास्तवमा शिवपुरी सन्देश मेरो इच्छा पनि थिएन, रहर पनि थिएन। प्रजातन्त्र आइसकेपछि हाम्रो बुढालिङकण्ठ एरियामा जुन 4-5वटा गाविस थिए, ती गाविसका साथीहरूले चाहिँ एउटा पत्रिका निकाल्नु हुन दर्ता गरेर रहेछन्। अनि पछि के भने अब त्यहाँ को छ साहित्यकार, रचना लिन सक्ने, रचना दिन सक्ने को छ त भन्दाखेरि कता कता मेरो नाम आएछ। आइसकेपछि उहाँहरूले मलाई बोलाउनुभयो। म गइसकेपछि भने आर्थिक भार म बेहोर्न सक्दिनँ, रचना जति हुन्छ म सङ्कलन गरिदिन्छु। त्यो शर्तमा मैले सम्पादक पद लिएँ, पद भनौँ न है, पद लिएँ। अनि पछि के कालान्तरमा के भइदियो भनेदेखि अब 1 अङ्क निस्क्यो, 2 अङ्क निस्क्यो, 3 अङ्क निस्क्यो, विज्ञापन त कहीँबाट आउँदैन। अब विज्ञापन त लिनको लागि चाहिँ अब त्यसै गरी धाउनु पऱ्यो। एकचोटि निवेदन दिन जाऊ, अर्कोचोटि टोक लाग्यो बुझ्न जाऊ, अर्कोचोटि ल छाप्देऊ भन्छ, लिएर आऊ। अनि छापिसकेपछि पत्रिका लिएर जाऊ, फेरि अर्कोचोटि अब यो टिप्पणी पास हुनु पनि फेरि आऊ भनेपछि अब दिनु छ कति 1000 पाउनु छ भनेदेखि 2000 त आफ्नो खर्च भइसकेकै हुन्छ विज्ञापन उठाउन जाँदा। त्यो हिसाबले गर्दाखेरि चाहिँ नि अनि जो साथीहरू चाहिँ एकदम उत्साह बोकेर आएका थिए उहाँहरूले छोडिदिनु भयो। र मलाई के आइलाग्यो भनेदेखि मेरो देशव्यापी रूपमा मात्रै नभएर बाहिर पनि अलिकति साहित्यिक उसमा सङ्गठनमा पनि लागेको केही गरौँ भन्ने चाहिँ नि इच्छा शक्ति भएकै कारणले होला। अनि कतिपयले भने तपाईँको शिवपुरी सन्देशमा छापिदिनुहोस्, म आशावादी छु, म के दिन्छु के भनेर चाहिँ आउने कुराहरू आउनु थाल्यो है। आइसकेपछि मलाई पनि के लाग्यो भने ओहो मैले पनि त म 30-32 सालमा चाहिँ नि कविता लेख्दाखेरि त्यो बेला त अब पत्रिका भन्ने पनि के समीक्षा थियो, राष्ट्रपुकार थियो, मातृभूमि थियो, नयाँ सन्देश थियो आदि इत्यादिमा एउटा कविता प्रकाशित गर्न पाउँदाखेरि कति आनन्द आउँथ्यो। बुढालिङकण्ठको मान्छे हिँडी गरेर जाने, न्युरोड आउनु पर्थ्यो, न्युरोड आएर पत्रिका हिँडेर उहाँ फेरि घर जानु पर्थ्यो। त्यो अवस्था झेल्दै आएको कारणले गर्दाखेरि तपाईँको सम्पादनमा निस्किने पत्रिकामा मेरो रचना छापेदेखि भने यति चाहिँ नि अनुरोध आउँथ्यो भने भए मैले पनि त 30-32 सालमा त्यही भोगेको थिएँ। कतै एउटा पत्रिकामा मेरो कविता मात्रै छाप्यो भने म त ठुलो मान्छे भएँ, के भएँ देखाउँदै हिँड्न पाइन्थ्यो नि त, त्यो अवस्था थियो। र पछि मैले के सोचेँ भनेदेखि अब तपाईँले ननिकाल्ने हो भने पनि म आफू व्यक्तिगत रूपमा हटु। अनि सिडिओ कार्यालयमा गएर उहाँको सबैको नाम चाहिँ नि ओझेल्न पर्यो र मैले वियोगी बुढाथोकीको नाममा चाहिँ नि सम्पादक तथा प्रकाशक भनेर चाहिँ नि आफूले त्यो पत्रिका मैले लिएर आएँ र त्यसलाई अहिले निरन्तरता 50 सालदेखि अहिलेसम्म निरन्तरता दिएकै छु र 107 अङ्क पत्रै प्रकाश पनि भएको छ अहिले। अब म यो हाम्रो विषयमा 3टा आयाममा कुरा गरौँ कि भन्ने सोचेको हामीले, पाठक, लेखक र समाज। यो पाठक चाहिँ को हुन्थ्यो त्यति बेला साहित्यिक पत्रिकाका, कसका लागि निकाल्नुहुन्थ्यो त्यो पत्रिका? मैले सुरु गर्दाखेरि पत्रिका त 2-4 थिए। जब मैले निकाल्छु भने केही नयाँ कुरो त्यसमा हुनुपर्छ भन्ने हिसाबले मेरो पहिलो प्राथमिकता के थियो भने काठमाडौँमा नाउँ कमाएका लेखकहरू होइन, जिल्लाका काठमाडौँ बाहिरका मफसलका
ओल्लान्जुको बेलादेखि महेन्द्रनगरसम्मका नयाँ प्रतिभालाई खोजी छाप्ने त्यो मेरो अभिलाषा थियो। त्यही गरेर अहिलेसम्म त्यही भइरहेको छ। हामी उनीहरूलाई प्राथमिकता दिन्छौँ र उनीहरूलाई उज्यालोमा ल्याउँछौँ। एउटा हेर्नुहोस्, सुदूरपश्चिम वा पूर्वको एउटा विद्यार्थी, स्कुलको विद्यार्थीको यत्रो कविता छापिदियो भने त्यसले त्यो धेरै ठुलो खुसी र धेरै ठुलो उत्साह पाएको थियो। त्यसरी छापिएकाहरू अहिले ठुल्ठुला नेपालका कवि लेखक बनेका छन्। एउटा उदाहरणको लागि मैले अहिले ज्ञानु आगरको पहिलो गजल मैले छापेको हो र ऊ अहिले गजल सम्राट भइसक्यो। त्यो बेला ऊ कति छापिदिन्थ्यो, लाटो बहिरो मान्छे थियो, त्यसलाई कसैले गर्दैन थियो। समातेर मैले ल्याउ तिमी राम्रो लेख्छौ भनेपछि उसले लाज मानेर गाह्रो मानिदिएको गजल मैले 36 सालमा छापेको थिएँ। यसै गरी दशराज किराँती कहाँको मान्छे छ, मेरो बाटोमा भेटो लेख्छु भने राम्रो लेख्दो रहेछ, उसका मैले छापेँ। यस्ता थुप्रो छन् उदाहरण मसँग। विराटनगरको ज्योति जङ्गलको कविता त्यसै गरी मैले पहिलोपटक छापेको हुँ। यस्तो गर्दाखेरि त्यो अरूको खुसीमा पनि खुसी लाग्दो रहेछ। कुनै बेला मैले मेरो आफ्नो रचना कहीँ छपाएँ भने अथवा एउटा कथा छपाएँ भने म खुसी हुन्थेँ। तर मैले एउटा पत्रिका निकाल्दा त 50 जना खुसी भए, त्यहाँ त सपुतङ्ग भए। त्यसो हुनाले मैले आफ्नो लेखन उजाल पर्दै गएँ, अरूको लेखनलाई मैले उजागर गर्दै गएँ। त्यो रहर त्यसैमा बढ्यो, मेरो व्यक्तित्व त्यसैमा गाँसियो। मलाई वाह लेखक भन्नुभन्दा वाह सम्पादक गरिदिए साथीहरूले, म झन् उत्साहित भएँ। अहिले त्यस्तो पाठकहरू, त्यस्तो चाम, त्यो अघि हजुरले भने जस्तो त्यो तपाईँलाई खुसी दिने पत्रिकाको आउटपुट चाहिँ त्यस्तो अहिले छ कि छैन? त्यसको आउरा भन्छ नि, त्यो सुन्दरता अहिले रह्यो कि रहेन? अब साहित्यिक पत्रकारिताको मजाले रहेको छ, अहिलेसम्म रहेको छ। किनभने समयअनुसार, समयकालअनुसार मान्छेको चोइस बदलिन्छ, इच्छा बदलिन्छ, नयाँ जेनेरेसन आयो। अहिले उदाहरणको लागि अहिले टाउको टेकेर नाच्छन्। अहिलेको नृत्य हामीले हेर्नुपर्छ, तर पनि कथक रुचाउनेको सङ्ख्या पनि कमी छैन। कथक र पुरानो सांस्कृतिक नृत्य हेर्ने पनि एउटा ग्रुप हुन्छ। यस्ता पनि मान्छे छन्, खोजी अभिव्यक्ति नै नपढिकन चित्त नबुझ्ने मान्छे पनि कति मैले भेटेको छु। जे जस्तो भयो भने अहिले इलेक्ट्रोनिक मिडियाबाट अनेक आएको छ। यो हुँदाहुँदै पनि छापा पत्रिका नै चाहिन्छ। मैले भने इमेलमा हेर्दा मेलमा राखिदिएको छु भन्दा हुँदैन, हामीलाई पढ्नै पर्छ, हेर्नुपर्छ भनेर घरमा आएर मागेर लिने मान्छेहरू पनि छन् र तिनै मेरा प्रेरणाका स्रोत हुन्। वियोगिता, यो पत्रिका चाहिँ अहिले 105 कि कति अङ्क? 7 अङ्क पुगिसक्यो। पाठकहरू कति छन्? त्यो कसरी कत्रो मार्केट छ साहित्यिक पत्रिका? होइन, एउटा कुरा के हुन्छ भनेदेखि त्यो कसैले गर भनेर गरेको होइन। अहिले दाजुले भन्नुभयो होइन, किनभने मेरो आफ्नो व्यक्तिगत चाहना हो। मेरो व्यक्तिगत चाहनामा के मिसिन आयो भनेदेखि नयाँ प्रतिभाहरू, त्यो चाहिँ वास्तवमा अब हामीले मञ्च कहाँ पाउने त, साहित्यिक मञ्च खोइ त भन्दै हिँड्दै गरेका व्यक्तिहरूलाई मैले आह्वान गरेँ, आउनुहोस् भने। र अहिले पछिल्लो पिँढीमा त कस्तो पनि भइदियो भनेदेखि तपाईँको त्रिभुवन विश्वविद्यालय होस् वा अन्य विश्वविद्यालय वा चाहिँ माध्यमिक विद्यालय भनौँ न, कतिपय ठाउँमा चाहिँ तपाईँको त्यहाँनि प्रमोसनको लागि लेख रचना चाहिँ छापिएको हुनुपर्ने, यतिको हुनुपर्ने भनेपछि अनि त्यस्तो पनि आयो के। आइसकेपछि ओहो, मैले एउटा पत्रिकामा एउटा कसैको लेख रचना छापेर उसको प्रमोसन हुन्छ भने किन नगरेँ त, होइन भनौँ न। त्यो हिसाबले पनि हेरियो। अब के भनेदेखि तपाईँको मैले प्रायः त मेरो 64 पेजको हुन्छ र कुनै अङ्क 384 पेजसम्म पनि निकालेको छु। तर अब विज्ञापन भन्नु त मेरो गाउँ छ, सधैँ छैन, गाउँ छ। र अब हामी के भन्छौँ भने हामीले, म नेपाल साहित्यिक पत्रकार सङ्घको वरिष्ठ उपाध्यक्ष पनि अहिले पनि म छु होइन। र हामीले बारम्बार सरकारसँग के माग गरेका छौँ भने हामीले पत्रिका निकाल्छौँ, विज्ञापन दिएर अर्कै कुरा हो। कमसेकम पनि हामीले निकालेको पत्रिका गाउँ पठाइदेऊ, स्कुलमा पठाइदेऊ, उनीहरूलाई कमसेकम गर्दै त हुन्छ नि। तिमीहरूले यदि त्यो पनि गर्न सक्दैनौ भने पनि हामीलाई हुलाक सेवा देऊ
हुलाक निःशुल्क गर्नु हामी गर्छौँ भने त्यो पनि सरकारले गरिरहेको छैन। तर सरकारले गर दाइले भने जस्तै गर भनेर निकालेर त होइन भने आफ्नै इच्छा हो नि त होइन। अब अहिले कतिपयले जाने शिवपुरी सन्देश थियो र म लेखक भएँ भन्ने पनि कतिपय मान्छेहरू भेट्दाखेरि के लाग्छ भनेदेखि मैले राम्रै काम गरेको छु भने मलाई व्यक्तिगत रूपमा त्यो लागेको छ। त्यसलाई जाने आफू रहेसम्म यसलाई निरन्तरता दिने मेरो आफ्नो चाहना पनि छ। अघि नरेन्द्रजीले भन्नुभयो यो मैले चाहिँ दूरदराजका लेखकहरूलाई ठाउँ दिएँ, दूरदराजका पाठकहरूलाई प्राथमिकता दिएँ भनेर। तर लामो समय के आरोप लाग्यो भने काठमाडौँबाट प्रकाशित हुने साहित्यिक पत्रिकाहरू चाहिँ अलि बढी राजधानी केन्द्रित भयो, राजधानीका लेखकलाई मात्रै लेखक मान्ने, बाहिरकालाई लेखकै नमान्ने भन्ने कुरा आयो। त्यो आरोप अलि लामो समय रह्यो। अहिले कता यो इन्टरनेट आइसकेपछि त्यसले पहुँच पाएको भन्ने कुरा पनि छ। त्यो त्यसै आएको आरोप हो कि केही त्यस्तो थियो त्यहाँ? त्यो कुण्ड पानी मुण्ड बुद्धि सधैँ सबैले अर्कालाई दोष दिन्छन्, आफू पठाउँदैन कहाँबाट छापिन्छ? हामीले पाएका छापेका छौँ, पन्ध्र बनाइ छापेका छौँ। यहाँ बसेर लेखेर राख्नु तपाईँ खल्तीमा म कसरी छापु काठमाडौँ मौका पुर्याउनु पऱ्यो नि त। मौका जुन आए तिमीलाई छानेर हो, कोही आफूले लेखे सबैलाई राम्रो लाग्छ, कोही छाप्नै नहुने भाषै नमिल्या नजान्नेहरूले पनि पठाएको छन्। ती सब त हामी कसैलाई त बनाएको होइन नि। साहित्य भनिने कला भएको रचना पाउँदा हामी खुसी भएर प्राथमिकता दिएरै छाप्छौँ। यो छापिँदैन भन्ने चाहिँ भनाइ मात्रै हो, किनभने हामी पनि लेखक हौँ, हामीले पनि पठाएको त छापियो त जहाँ पनि नछापिने हामी पनि। म पनि काठमाडौँको मान्छे होइन, रामेछापको मान्छे हो, मन्थलीको मान्छे हो, जनकपुर बस्ने। यी चाहिँ बाहिरबाट पठाउँदा पनि हामीलाई मधुपर्कले कहिल्यै नछापिया छैन। त्यस कारण लेख्ने पनि त अलिकति ढङ्ग त हुनु पऱ्यो नि त। जे पायो लेखेर त कहाँबाट छापिन्छ? त्यस कारण कोही छापियो होला वा कोही कारणवश छापेन होला कसैले, ती अपवादका कुरा हुन्। सम्पादकको सधैँ इच्छा हुन्छ राम्रो रचना छापौँ भन्ने, र राम्रो रचना आयो भने उसले फाल्दैन मेरो विचारमा। र लेखकले चाहिँ सधैँ आफूले राम्रो ठान्छ, त्यो राम्रो नहुन पनि सक्छ। त्यस कारण नछापिएको पनि हुनसक्छ। यो मानव स्वभाव हो, यसको कुनै जवाब छैन। यसमा व्यक्तिगत चिनापर्ची निकटता त्यसले कतिको सम्पादकलाई प्रभावित गर्दो रहेछ? रचना छपाइमा छनौटमा चाहिँ लेखक छनौटमा व्यक्तिगत चिनापर्ची अरू कुराले चाहिँ कतिको प्रभावित हुन्छ सम्पादक चाहिँ? मान्छे हो, सम्पादक हुनुभन्दा पहिले ऊ मान्छे हुन्छ, उसको पनि समाज हुन्छ, उसका पनि इष्टमित्र हुन्छ। मेरो ज्वाइँले, मेरो मामाले, मेरो ससुराले यो छाप्यो भने म नाइ भन्न सक्दिनँ, छापे नलाएर त्यो प्राथमिकता पाउँछ। त्यसलाई स्वार्थ गर्नु हुँदैन, जसले पनि गर्छ। जस्तोसुकै निष्पक्ष हुँ भन्नेले पनि पक्षपातै गरे हुन्छ। मान्छे निष्पक्ष हुँदैन भन्छु म, किनभने 10वटा रचना उस्तै आउँछन्, उत्तिकै स्तरका। मलाई छाप्नु पर्ने ठाउँ 2टा मात्रै अटाउँछन् मेरो पत्रिका हो भने 8वटा पत्रिकामा पक्षपात गरेँ नि त, 2टै छान्नुपर्छ। जस्तो त्यो पुरस्कार पनि हुन्छ नि, कति पुरस्कार कमिटीमा हामी हुन्छौँ, पुरस्कार दिन लायक त 100जना हुन्छन्, तर छान्नुपर्छ एउटालाई। 59जनाले त विरोध गर्नै भयो। त्यस्तै हो त्यो। त्यसका जानी पक्षपात मैले चाहिँ गरिनँ, तर बाध्य चाहिँ के आयो भने अटाउन कति सकिनँ। म जतिवटा छाप्छु एकपल्ट एक इस्युमा 20वटा कविता छाप्छु भने 50वटा आयो भने 30वटा त मैले पठाउनु पऱ्यो, त्यहाँ पछि जान हाल्नु पऱ्यो। त्यो स्वाभाविक प्रक्रिया हो। वियोगितालाई म सोध्छु, तपाईँ नेपाली लेखक सङ्घको अध्यक्ष निर्वाचित हुनुभएको छ भर्खरै, यहाँलाई बधाई पनि छ, शुभकामना पनि छ। धन्यवाद। यो सङ्गठन अलिकति राजनीतिक चरित्रको सङ्गठन हो होइन, हेर्दाखेरि चाहिँ त्यसको चरित्र राजनीतिक नै हो नि। त्यसले चाहिँ अब राजनीतिक निकटताले चाहिँ लेखकहरू छनौटमा असर गर्छ? तपाईँको अनुभव चाहिँ के छ यसमा? म पहिले त अघि दाइले सोधेको प्रश्नमा जान चाहन्छु होइन। मैले एकचोटि काठमाडौँवाद भनेर निकालेँ, पत्रिका निकालेँ। किन निकालेँ भने नि सधैँ हामीलाई के भन्थेन भने मोफसल भन्ने, तर को आउने भने काठमाडौँमा आउने त्यही मोफसलको मान्छे, त्यही मान्छेले के भने मोफसल काठमाडौँले हामीलाई हेरेन भन्थे। हो, हेर्न पनि कसलाई थियो त? जो चाहिँ नि अब नेपालगञ्जमा बस्ने सनत रेग्मीलाई हेर्न पर्थ्यो नि होइन।
अब नबस्ने अब उहाँ बसेको छ, उहाँ बसेको मान्छेले चाहिँ नि एउटा कुनै मान्छे छापिएन भनेदेखि उसले के भन्छ भनेदेखि यो काठमाडौँ बात भयो भनेर हल्ला गर्दै हिँड्ने। त्यो कसले गर्छ त भन्दाखेरि मफसलकै मान्छे होइन। त्यसले गर्दा हामीलाई कहिले न कहिले यस्ता आरोपहरू लाग्न थाल्छन् जुन आरोप चाहिँ मिथ्या हुन् मात्रै भन्न खोजिँदैन। अर्को तपाईँको प्रश्नको रह्यो जहाँसम्म, वास्तवमा नेपाली लेखक सङ्घ भनेको 2008 सालमा स्थापना भएको संस्था हो। त्यसमा तपाईँको लक्ष्मीप्रसाद देवकोटा अटाएको थिए, बिपी कोइराला अटाएको थिए भन्दाखेरि यी लगायत त्यतिखेर जो पनि चर्चामा रहेका राष्ट्रिय लेखकहरू हुन्छ नि, त्यो लेखकहरू मिलेरै खोलेको संस्था यो हो। अब तपाईँ भन्नुहुन्छ त्यतिखेरै पनि त 7 सालमा प्रजातन्त्र आएको थियो नि त भन्दा 8 सालमा यो चाहिँ नि स्थापना भएको। त्यतिखेर यदि विचारधाराकै मात्रै राजनैतिक कुराहरू हुन्थ्यो भनेदेखि त त्यहाँ भएका मान्छेहरू सबै एउटै विचारधारा त थिएनन्, विविध विचारधारा थियो नि त। विविध विचारधारालाई चाहिँ बोकेर नेपाली लेखक सङ्घ चाहिँ आएको हो। र अहिले पनि मलाई जहाँसम्म तपाईँलाई धन्यवाद भन्छु, मलाई अध्यक्ष बनाउनु हो, तपाईँहरूले जिताउनु भयो, त्यो श्रेय सनदा देखिनलाई पनि जान्छ है। अनि उहाँलाई पनि धन्यवाद भन्छु। कुरा के रह्यो भनेदेखि म पनि किनभने यहाँ दुईवटा छ, एउटा नेपाली लेखक सङ्घ छ, अर्को प्रगतिशील लेखक सङ्घ पनि छ। दुईवटा छ, दुईवटा धारमा हामी छौँ, पक्का पनि छौँ। तर के भनेदेखि मेरो आफ्नो विचार भन्नु भनेदेखि म भावनात्मक रूपमा चाहिँ म लोकतन्त्रवादी पार्टीसँग नजिक छु, लेखकसँग नजिक छ। तर व्यक्तिगत रूपमा म त्यहाँको चाहिँ कार्यकर्ता हुन सक्छु, जे पनि हुन सक्छु। तर लेखक सङ्घ भनेको बिपी कोइरालाको भनाइअनुसार चाहिँ के मान्न चाहन्छु भनेदेखि बिपीले भन्नुभएको छ लेखकीय स्वतन्त्रता। तपाईँ पार्टीमा आबद्ध हुने बित्तिकै त्यहाँ स्वतन्त्रता भन्ने हरण हुन्छ, पक्का हुन्छ। त्यहाँ मात्रै होइन, तपाईँको गुट हुन्छ, उपगुट हुन्छ, के हुन्छ र त्यहाँ तपाईँको अवरोध कुराहरू हुन्छन्। त्यसले गर्दाखेरि हामी वास्तवमा लेखकीय स्वतन्त्रतालाई बचाउनको लागि म र मेरो अहिले चाहिँ जुन अब निर्वाचित हुनु भएको छ त्यसलाई त्यो बाटोमा हिँडाउने मेरो प्रयास रहन्छ। म त्यस्तै बाटोमै हिँड्न खोजिरहेको छु। सम्पादक भूमिका तपाईँको एउटा मान्छेको धेरै भूमिका हुन्छ। सम्पादक भूमिकामा चाहिँ त्यो राजनीतिक निकटता चाहिँ आउँछ कि आउँदैन नजिक भनेको होइन। राजनीति मैले भने हामी लेखकहरू लेखकीय स्वतन्त्रताको लागि हो भने त्यहाँ सरकार लोकतन्त्रवादी हुनसक्छ वा गणतन्त्रवादी हुनसक्छ वा अब राजावादी हुनसक्छ, देशवादी हुनसक्छ नि। तर जसले चाहिँ तपाईँको जनताको हित विरुद्ध काम गर्छ, अगाडि बढ्छ र त्यसको लागि चाहिँ सचेत गराउने काम चाहिँ नेपाली लेखक सङ्घले गर्नुपर्छ। त्यस कारण चाहिँ यो पार्टीको अन्तर्गतको हो, यो हो, ऊ हो भन्ने कुराहरू चाहिँ गर्नुहुन्न। र हामी भनेको चाहिँ सत्ताको सधैँभरि विपक्षमा रहने लेखकहरू हो, विपक्षमा रहेर चाहिँ खबरदारी गर्ने हाम्रो काम हो। ओके, अब एउटा सानो नेपालगञ्जको सन्दर्भ भएको हुनाले नेपालगञ्जका 2-4 लेखक कविहरूको रचना मैले छापेको छु। त्यसमध्ये प्रमुख सनत रेग्मीजी हुनुहुन्छ, उहाँसँग त सायद 3 जना भएर होला। बाँकी अरू जस्तो भन्न लिन चाहन्छु, एकजना कोही मुसलमान लेखकले पठाउनु मौका, इद्रिस साहेब, उहाँ यहाँ हुनुहुन्छ हुनुहुन्न मलाई थाहा छैन, मैले चिनेको छैन। उहाँका कथा कविता मैले छापेको छु। त्यस्तै प्रेम प्रकाशमा मधुकरका रचना छापेको छु मैले, अनि त्यस्तै अरू सृजनराम साल हुनुहुन्थ्यो, उहाँहरूको रचना मैले उहाँहरूलाई चिनेर छापेको होइन, कताबाट कसैको थ्रो हुलाकबाट कसैको हातबाट पाएर मुफसलका राम्रा लेखेर छन् भनेर प्राथमिकता दिएर छापेको छु पनि भन्यो। र यहाँ कोही उहाँहरू हुनुहुन्छ भने म भेट्न चाहन्छु। मधुकरजी बितिसकेको होला, पछि मैले उहाँको अन्तिम अवस्थामा उहाँलाई भेट्न म काठमाडौँबाट आएको छु, भेट्न पनि गइरहेको छु मैले। र यहाँ कोपिलाजी हुनुहुन्छ, कोपिलाजीको पनि खगेन्द्र गिरी कोपिला, उहाँका रचना पनि मैले थुप्रै छापेको छु।
उहाँ पनि यी हुनुहुन्छ होला। हुन्छ। त्यसमा यो कुरा पनि भन्न मलाई खुसी र गर्व लागेको छ आज। ओके, अब हजुरको त्यो लामो अनुभवबाट हेर्दाखेरि लेखकहरूको रचनाको गुणस्तर चाहिँ उकालो लाग्दैछ कि ओह्रालो लाग्दैछ कि कस्तो अवस्थामा छ अहिले? त्यो चाहिँ मोड चाहिँ चेन्ज भएको छ, तामझाम चाहिँ बदलिएको छ, किताब चाहिँ राम्रा राम्रा कभर भएका छापिएका छन्, भित्रको बुझीमा चाहिँ अलिअलि पनि बढ्यो होला, जमाना अनुसार चेन्ज चाहिँ भएको छ, उठ्या चाहिँ खासै मैले देखाएको छैन। अब यो प्रश्न त हजुरलाई पनि आउँछ नि, लेखक सङ्घ भइसक्यो जस्तो यो गुणस्तरतिर पनि अलिकता ध्यान दिनुपर्ने हो कि त्यसो भए लेखकहरू? होइन, वास्तवमा गुणस्तर भनेको हामी त्यसैलाई त आवाज उठाउने हो, राम्रोको लागि गर्ने हो, नराम्रोको लागि होइन नि त। नराम्रोको पछि हामी कहिले लाग्दैनौँ। हामीले चाहिँ नि कसैले, किन हामी खबरदारी कसलाई गर्ने हुन्थ्यो? राम्रोको लागि हो। त्यस कारण चाहिँ नि नेपाली लेखक सङ्घ पनि त्यही बाटो हिँड्छ, त्यही खबरदारी गर्छ र त्यही अनुसार चाहिँ नि लेखक जन्मिनुपर्छ। लेखक हुनको लागि होइन, लेखक सङ्घमा हुनको लागि लेखक हुनु पर्यो, लेखक जन्मिनु पर्यो र त्यो के भने गुणस्तर पनि हुनु पर्यो। किनभने यदि गुणस्तर हामीले दिन सकेनौँ भने त्यो पाठकहरूले वास्तवमा कहिले पनि विश्वास गर्दैन, त्यो पाठकहरूको मन मस्तिष्कमा बस्दा पनि बस्दैन। त्यहाँ बस्नको लागि के भने राम्रो रचना हुनु पर्यो, राम्रो सृजना हुनु पर्यो। अनि गुणात्मक भइसकेपछि के भने सबैको मनमा बस्न सक्छ भनेर त्यसमा कसरी जान सकिन्छ भनेर अब हामी पनि फतल्दैछौँ, बुझ्दैछौँ, अनुसन्धान गर्दैछौँ र अनि यस्तै चाहिँ नि पाठक प्रतिक्रियाहरू पनि लिँदैछौँ। अब हामी करिब अन्तिममा यो धेरै नलम्ब्याउने कुराहरूलाई हामी मुसाएर सुन्नु छ। मेरो एउटा जिज्ञासा चाहिँ यो पत्रकारिता हाम्रो समाजको यो विशाल परिदृश्यमा चाहिँ साहित्यिक पत्रकारितालाई हाम्रा राज्यका संरचना अङ्गहरूले हेर्ने दृष्टिकोण चाहिँ कस्तो पाउनु भएको छ तपाईँको आफ्नो जीवनकालमा? दृष्टिकोण जति मान्छे जति आँखा उति दृष्टिकोण हुन्छ, सबको अलग अलग हुन्छ, आफ्नो आफ्नो हुन्छ। कसैले राम्रो मान्छन्, कसैले नराम्रो मान्छन्। यी कुरा चाहिँ व्यक्तिगत कुरा हुन् र समय सापेक्ष पनि हुन्। हिजो जुन कुरो राम्रो देखिन्थ्यो आज नराम्रो देखिन सक्छ, हिजो जुन राम्रो देखिन्थ्यो आज नराम्रो देखिन्छ। त्यस कारण समयको कुरो, व्यक्तिको कुरो हुनाले यसै ठोकेर यसै गरेर भन्न सकिँदैन। यो समय सापेक्ष कुरो हो। राज्यको संरचनासँग केही अपेक्षा छ? यो राज्यसँग, राज्यका संरचनासँग यस्तो भइदिएको भए हुन्थ्यो भन्ने खालको केही अपेक्षा छ? राज्य चाहिँ सधैँ भाड भइरो गर्ने खराब नेताहरूबाट मात्रै चलेको देखाएको छु मैले चाहिँ। मैले केटाकेटीमा देख्दा जतिसुकै गाले हेऱ्यो भने नेपालमा सबभन्दा राम्रो राणाकाल थियो, त्यसपछि पञ्चायतकाल आयो, जति यता आयो बत्तर हुँदै गएको देखाएको छु मैले। अहिले चाहिँ बत्तरको चरम सीमामा छ। तपाईँहरू सबलाई थाहा छ, पार्टीकै कोही कार्यकर्ता हुनुहुन्छ भने उहाँले राम्रो देख्नुभयो होला, होइन भने सामान्य मान्छेको आँखामा चाहिँ अहिले त राजनीति व्यापार भएको छ। सबभन्दा ठुलो व्यापार धर्म, दोस्रो व्यापार राजनीति। त्यसमा राजनीतिमा के राम्रो के नराम्रो, व्यापारमा के राम्रो के नराम्रो। हामी रोज बिख खान्छौँ, तरकारीमा बिख हालेर खुवाउँछन्, अन्न पाता बिख हालेर खुवाउँछन्, राजनीतिमा पनि बिख हालेर खुवाइरहेका छन्, हामी त्यही खाइरहेको छौँ। अब कुराकानी टुङ्ग्याउँदाखेरि यो विषयभन्दा बाहिर गएर हजुरलाई प्रश्न सोध्छु, तपाईँको जीवनमा सबैभन्दा खुसी भएको क्षण र सबैभन्दा दुःखी भएको क्षण बताइदिनुहोस् न। र त्यो क्षणमा तपाईँले त्यसलाई कसरी दुःख र सुखलाई हेर्ने दृष्टिकोण पनि के हो तपाईँको, त्यो पनि बताइदिनुहोस्। मेरो कुनै पर्टिकुलर क्षण खुसीको क्षण कहिले पनि आएन र बेखुसीको क्षण पनि मैले थाहा पाइनँ। सधैँ उस्तै छ। लगभग के चिठा परेर खुसी हुने, कि रुपियाँ पाएर खुसी हुने, कि गाईले, ती सब सामान्य कुरा हुन्, जीवनका प्रक्रिया हुन्, पाइला हुन्। कहिलेकाहीँ ठेस लाग्छ, कहिलेकाहीँ सफल हिँड्छ। त्यस कारण यही खुसी भन्ने छैन। तर मलाई भन्न मन लागेको कुरो चाहिँ तपाईँले सोधेभन्दा बाहेक के पनि छ भने बुढो हुँदै आएपछि बेखुसीले होइन, खुसी साथ मेरो घर व्यवहार हुन्छ कि अरू काम चाहिँ पन्छाउँदै जाउँ, लोभ मोह काम क्रोध सब छोड्दै जाउँ भन्ने इच्छाले मलाई थिच्दै ल्याए। जस्तो उमेरमा जथाभावी खाइन्थ्यो, माछा मासु खान मन लाग्दा छोडेको छैन मैले, तर खाने मलाई रुचि नै हुँदैन। त्यस्तै अन्य कुराहरू र पत्रिका पनि मैले चलाएको पत्रिका पछिसम्म रहोस् भन्ने इच्छाले
मैले मेरा अन्य मित्रहरूलाई जिम्मा लगाइसकेँ अनि 2-3 वर्षदेखि मैले चलाएको छैन, सल्लाहकारको रूपमा सहयोगको रूपमा छु। मेरो अभिव्यक्ति चलाउने अहिले पवन आलोक देविकाती सिन्हा उहाँ यहीँ हुनुहुन्छ, सम्पादक उहाँ कार्यकारी सम्पादक, उहाँहरूले गर्नुहुन्छ। तर उहाँहरूले गरे पनि मलाई देखाएर सोधेर यो गरेर आयो यो गरेर आयो भनेर कन्ट्याक्टमा रहेर गर्नुभएको छ। यसरी म सबै पन्छाउँदै गएको छु। कुनै बेला प्राप्ति गर्दा सुख थियो, मलाई सुखको क्षण थियो, अहिले बुझाउनु पाउँदा सुख भएको छ। सुख दुःख भन्ने कुरो पनि समय कहिलेकाहीँ तपाईँको साह्रै पेट दुखिहाल्छ भने तपाईँले टोइलेट भेट्नु भने नि सुख हुन्छ तपाईँले, कुनै बेला होइन। भनेपछि सुख दुःख भन्ने कुरो, राम्रो नराम्रो भन्ने कुरो, मिठो नमन्ने भन्ने कुरै हुँदैन भन्ने लाग्छ मलाई। त्यो सबै समयले गराउँछ। कुनै समयलाई उही चिज तपाईँलाई मिठो लाग्छ, कुनै लाग्दैन। अब दाँत छैनन् मलाई खाने चपाउने कुरो केही पनि मिठो लाग्दैन, दाँत हुँदा लाग्छ। भनेपछि यी सबै कुरा संसारी कुरा हुन्। यी बेला बखतको बेला अनुसार घटबड हुन्छन् र मेरो जीवनमा सुखको क्षण भने कुनै आउँदै आएन, दुःखको क्षण पनि आएन, सामान्य घटबड मात्रै भयो। त्यस कारण म यही चाहिँ मेरो सुखको क्षण भनेर भन्न सक्दिनँ। अब कोही कोही भन्दा बिहा गर्दा खुसी भयो, कोही कोही भन्दा जागिरमा आउँदा खुसी भयो। मलाई यी सब कुरा खुसी लागेन, सामान्य कुरा हो, हुने कुरो भयो चाहिँ के त्यसमा खुसी चाहिँ के दुःख छ। यसै गरी अब मर्ने बेला दुःखको बेला होला, मलाई त्यो पनि दुःख छैन। मेरा इतिहास हेरेर मेरा बाबुबाजेहरू म जति कोही पनि बाँचेको थिएन उमेर हेर्दाखेरि, कोही पनि रहन्छ 46 वर्ष आयो, कोही रहन्छ मै छु। त्यस कारण म खुसी नै मर्न पनि खुसी हुनु रहेछ कहिलेकाहीँ। यति छ कि थला परेर अरूले स्याहार गर्नुपर्ने अवस्था नआओस् भन्ने इच्छा छ, तर त्यो मेरो इच्छा मात्रै हो, मेरो बसको कुरो होइन। जे होला अन्तमा अन्तिम प्रश्न दुवैजनालाई, आउने पुस्तालाई साहित्यिक पत्रकारितामा म केही गर्छु भन्ने जाँगर छ नयाँ पुस्तालाई भने तपाईँको सुझाव के हुन्छ? हस्, वास्तवमा हाम्रो सुझाव भन्यो के भनेदेखि सकभर त पत्रकारितामा नआउनु नै राम्रो हो। किनभने यहाँ राज्यले पनि हेर्दैन, कसैले हेर्दा पनि हेर्दैन, सहयोग पनि गर्दैन। अर्को के भने कुन पार्टी निकट छ र त्यो पार्टीले त्यसलाई चाहिँ अलिअलि मलदल गर्छ। अब सधैँ एउटै पार्टीको मान्छे पनि हुँदैन, सत्तामा पदमा हुँदैन, नभएपछि उसले सहयोग पनि पाउँदैन। त्यसकारण अब केही काम गर्नु भनेको जोगी हुनु त होइन, आफ्नो घर परिवारलाई भोक बोकेर राख्नु त होइन। म पो भोकै बस्न सक्छु, मेरो परिवारलाई म भोक राख्न सक्दिनँ नि त। त्यसले गर्दाखेरि यहाँ धेरै चुनौतीहरू छन्। र अर्को चाहिँ अहिले आएर चाहिँ प्रविधिको विकासले गर्दाखेरि, प्रविधिको विकासले यस्तो गर्दैछ कि तपाईँको पत्रिका किन चाहियो, सबै फेसबुकमा आउँछ। अहिले तपाईँको चाहिँ कान्तिपुर कतिमा प्रकाशित भएको तपाईँ हेर्नु हो भने, डाटा हेर्नु हो भने अब त्यो न्यून भइसक्यो। त्यो किनभने कम मात्रै पाठकहरू छन् र कम मात्रै जाने ग्राहकहरू छन्, तिनीहरू कहाँ कान्तिपुर पर्छ। कतिपय ठाउँमा त कतिपय जिल्लामा कान्तिपुर पुग्नै छोडिसक्यो, किनभने सबै मोबाइलमा आउँछ, सबै टिभीमा आउँछ। त्यो अवस्था भइसकेको छ भने अब आउनु भनेको नयाँ पुस्ता आउनु भनेको पनि एक किसिमले भने त्यो एकदम भरभराउँदो आगोमा हात हाल्नु सरै हो। त्यस कारण म चाहिँ सल्लाह के दिन्छु भने यो अवस्थासँग लड्न, जुझ्न, बुझ्न र आफूलाई जेसरी जाने अभाव होस् तैपनि म लड्न सक्छु भन्ने भए छ भने आउनुहोस्, होइन भनेदेखि यसलाई जाने सोच विचार गर्नुहोस्। तर रोक्न चाहिँ चाहन्न, म रोक्नुहोस् भन्दिनँ होइन, तर आउनुभन्दा अगाडि चाहिँ धेरैपल्ट सोचेर मात्रै निर्णय दिनु होला भनेर आग्रह गर्न चाहन्छु, अनुरोध गर्न चाहन्छु। हस्, अब हजुरको विचारबाट यो सेसनलाई क्लोज गरौँ। मेरो चाहिँ कुरो अलिक बाङ्गो हो कि के हो, म चाहिँ कसैलाई आऊ नआऊ भन्ने आग्रह राख्दिनँ। मान्छेले एउटै मान्छेले भनेको कुरो मान्छ, अर्कोले भने मान्दैन। मैले आऊ भनेर कोही आउँदैन। मेरो छोरा नाति मेरो पत्रिकै पनि पढ्दैछन्, यसो कभर हेर्छन्, बुट्टा हेर्छन्, पठाउँछन्। कसले बोलाउने मैले? मान्छेले कसले भने मान्छ भने उसको मनले भनेको कुरो मात्र मान्छ, अरूले भनेको कुरो मान्दैन। त्यस कारण जसको मनले भन्छ त्यो साहित्यिक पत्रिका बना, ऊ मैले छेने पनि भन्छन्।
जसको मैले भन्छ यो साथीको चाहिँ बेकार कुरो मलाई कसैप्रति आग्रह पनि छैन। त्यो आउँछ कोही स्वागत छ, आउँदैन कोही केही छैन। र जेमा आफूलाई रमाइलो लाग्छ कुनै पनि काम करले कसैले केही पनि काम नगरून्। त्यो करले गरेका काम कहिल्यै राम्रो हुँदैन। स्वेच्छाले र मनले भनेका काम गर्दा राम्रो हुन्छ। कसैको मन लाग्छ भने आऊ, मन लाग्दैन न जेमा मन लाग्छ उतै जाऊ। तपाईँहरूले बोलाउनुको हामीलाई यति कार्यक्रम गराउनु यसको लागि हार्दिक धन्यवाद भन्छु। तपाईँहरू पनि धन्यवाद भने चुप लाग्नुहुन्थ्यो, तर मेरो मनले चाहिँ धन्यवाद भन्नु लाग्यो। डाक्टर निरजपछि पनि हामी हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ र यहाँ बसेर यति कुरा गर्ने मौका दिने हाम्रो यो संस्था हो। तपाईँहरू सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यो चाहिँ मेरो मनको कुरो हो, व्यक्तिगत। धेरै धेरै धन्यवाद यहाँलाई। हामी नेपालगञ्जमा बसेर यस्तो खालको विमर्शको सपना देखिरहेको थियौँ, त्यो सपना आज पुरा भएको छ। यहाँलाई धेरै धेरै धन्यवाद। सुस्वास्थ्यको कामना, उत्तरोत्तर प्रगतिको कामना छ र हामी फेरि भेट्ने अवसर मिल्यो भने फेरि भेट्नेछौँ। अब तपाईँहरूसँग जिज्ञासा फ्लोरबाट पनि आउन खोजेको जस्तो लाग्यो। अब फ्लोरमा जाउँ, केही छ कसैलाई सोध्नुपर्ने? अलि बस कम सुन्छु, त्यस कारण नमस्कार सर, मैले मौका लिइहाल्यो। के कुरा सरहरूले अनुभव गरेको कुराहरू मसँग पहिला साझा गर्नुभएको हुनाले त्यो कुराहरू यहाँ बताइराखेको चाहिँ रमाइलो लाग्छ जस्तो लागेर मैले दुईवटा कुरा सानो राख्न चाहेँ। सरको हाम्रा पुराना चर्चित साहित्यकारहरूसँगको एउटा सम्पर्क सान्निध्य जुन थियो सरहरूको, त्यहाँबाट त्यसका केही मिठा रमाइला अनुभूतिहरू जस्तै मोहन कोइरालाको कविता छाड्दाखेरिको अनुभूति, पारिजातलाई भेट्न जाँदाखेरिको अनुभूति, विभिन्न सरहरूले हामी चाहिँ गफ गरेको हामीले पहिला सुनेको थियौँ हामीले होइन। अब आज चाहिँ त्यो अलिकति सान्दर्भिक र रमाइलो हुन्छ जस्तो लाग्यो। एकचोटि सरले चाहिँ पहिला त्यो फेरि आफ्नो चाहिँ सम्झनाहरूलाई एकचोटि हाम्रो माझमा राखिदिनु भयो भने खुसी लाग्थ्यो सर। धन्यवाद। धन्यवाद डाक्टर साहब, धन्यवाद डाक्टर साहब। तर मैले ती कुरा गर्न थालेँ भने त एक रातै जान्छ, 1 घन्टा 2 घन्टा होइन, 1 दिन 2 दिन होइन, एक जिन्दगी नै नसकिने बेला भइसक्यो। त्यति धेरै कुरा छन्। कसको के कुरा कति गरौँ, कहाँबाट सुरु गरौँ, कहाँबाट अन्त गरौँ, हरेक साथीभाइका बारेमा एक कथा छन्, मसँग व्यथा छन्। त्यसकारण अब कति छोटो हो के भन्नु। अब एउटा दुईवटा चाहिँ उदाहरणको लागि भनिदिन्छु। पहिलो अङ्क सुरु गर्दाखेरि म जगदीश पनि जगदीश घिमिरे भन्ने लेखक मेरो भाइ पनि हो, भाइमा पनि साथी थियो, साथीभाइ लिस्ट बनाएर उनीहरूले मलाई यो मान्छेसँग विज्ञापन, यो रचना माग्ने, यो संस्थामा विज्ञापन माग्ने भनेर सिकाए। मेरा गुरु सधैँ मभन्दा साना छन्, भाइ र भतिजा, ती दुइटै मेरो भाइ र भतिजा हुन्। उनले सिकाए अनुसार मैले लिस्ट बनाएर यो मोहन कोइराला, पारिजात, शङ्कर लामिछाने, केदारनाथ बेती, त्यो बेलाको दिल्ली तिवारी जो थिए त्यो बेला नाउँ चलेका सबै कहाँ गएँ म। र सबैसँगको अनुभव मैले धेरै लेखा पनि छु, अब पनि लेखाएको छु। र तिनै कुरा दोहोऱ्याएर एउटा दुईवटा सुनाउँछु। जस्तो पारिजातको जति ठुलो नाउँ थियो त्यो बेलामा, उनको पपुलारिटी थियो, हामीलाई धक लाग्थ्यो। नयाँ मान्छे भर्खर लेख्न थालेको के भन्छन् भनेर। अनि पारिजातका जाने भएपछि मैले एउटा साथीलाई भने, बासु ऋषि भन्ने कवि हुनुहुन्थ्यो मेरो छिमेकमा, ए बासु म पारिजात कहाँ जाँदैछु, के कसरी कुरा गर्ने होला भने, कुरा सुरु होइन, बोतल बोकेर जाऊ, बासुले त्यही भने पारिजात कहाँ जान्छौ भने बोतल बोकेर जाऊ भने, ल भने माने। र मैले पारिजात कहाँ जाने टाइम दिएँ। अहिलेको टेलिफोन टाइम लिने चलाउनै थिएन, टेलिफोनै कोही थिएन। त्यो बेलाको प्रचलित एउटा खुकुरी रङको बोतल किनेर खल्ती मारेर पारिजात गए। कुरो गरेर यसरी पत्रिका निकाल्दैछु, तपाईँको रचना दिनुहोस् भनेर। तर त्यो बोतल झिक्ने आँटै आएन, तब आयो। अनि मैले भने पारिजातजी मलाई रचना दिनु न, उहाँले के भन्नु भने, हेर्नुहोस् मेरो हात सुकेको छ, औला हात जम्मै खुट्टा सुकेका थिए।
सुक्ने रोग थियो मलाई। म लेख्न सक्दिनँ। मैले अलिअलि लेखिराखेको छु, मेरो नोटबुक छ, त्यो म तपाईँलाई दिन्छु, तपाईँ सार्नुहोस्, जुन मन लाग्छ जति मन लाग्छ सारेर लानुहोस् भन्नुभयो। हुन्छ दिनुहोस्। त्यो पनि अहिले पो सक्दिनँ, म खोज्नुपर्छ कता परेको छ, तपाईँ 3 दिनपछि आउनुहोस्, पछि आउनुहोस्, म खोजिरहेको छु भन्नुभयो। त्यो लगाएर बोतल बोकेर घर आएँ होइन। अब दिनै सकिनँ, के हो डर लाग्यो, आँट आएन। अनि बासुलाई भने बासु म त लिएर गएको, दिनै सकिनँ, यस्तो भयो भने एकदम झिकेर के हुँदैन भने उनीहरूले। अर्को दिन जाँदा चाहिँ मैले एक कुराकानी गरेर जब उहाँले नोटबुक दिनुभयो, अनि मैले बिस्तारै झिकेर मैले यो ल्याएको थिएँ भनेर डराइ राखिदिएँ। दङ्ग पर्यो उहाँले भनेर बहिनीले सुकन्या शीतलबाट यहाँ आइसक्यो भनेर। अनि सुकन्या उहाँ म जो थियौँ बसेर खाँदै सार्दै गरेर मैले उहाँका 1-2टा रचना छापेको छु सुरुको पहिलो अङ्कमै। अब यस्तै अब डाक्टर साहबले भन्नुभयो अब मोहन कोइराला, म रामेछापको मान्छे, मोहन कोइरालाको पनि पुर्खा रामेछापकै हुन्, यो नातोले गाउँले दाजुभाइ भनेर चिन्जान्थ्यो हाम्रो, म दाइ दाइ भन्थेँ। र मैले धेरै आश गरेको थिएँ, मैले पत्रिका निकाल्दा मोहनलाई यो सहयोग गर्नु होला, सिकाइदिनु होला। पत्रिका निकालेपछि मैले के अनुभव गरेँ भने जसबाट मैले जे जति एक्सपेक्ट गरेको थिएँ त्यो मैले पाइनँ। जसबाट मैले एक्सपेक्ट गरेको थिएँ चिनेकै थिइनँ, तिनबाट माया मोह सबै सहयोग पाएँ। अनि यस्तो उल्टो उल्टो भयो। त्यो के अरे उनीहरू उल्टो होइन, मेरो सोचाइ उल्टो रहेछ। मैले बढी एक्सपेक्ट गरेको छु जस्तो लागेपछि मोटो कोइरालाका गएँ, भने बताएँ, मिठो मुखले उहाँले मिठो चिया खुवाउनुभयो, गफ गर्नुभयो, म दिइहाल्छु नि भन्नुभयो। धेरै भेटको दिनुहोस् न त भन्दा बल्ल बल्ल अलिक अन्कना जस्तो होइन, नगेनजी पारिश्रमिकको के व्यवस्था छ भनेर सोध्नु। मैले म भन्दा यो पहिलो अङ्कमा चाहिँ म सक्दिनँ, दोस्रो अङ्कदेखि म पारिश्रमिक टक्राउँछु। अनि मैले मुसुक्क हाँसेर बडो मिठो छ नगेनजी, मेरो कवि चाहिँ दोस्रो अङ्कदेखि हवस् भनेर फर्केँ। तर कस्तो पऱ्यो हेर्नुहोस्, मेरो पहिलो अङ्क नै यति पपुलर हो कि दोस्रो अङ्कको लागि मैले कहीँ माग्नु जानु परेन। आएका रचना म छाप्न नसक्ने भएँ, अब म कहाँ माग्नु जाउँ। अभिव्यक्तिमा अहिले 230 अङ्क निक्लिएको छ, मोहन कोइरालाको केही पनि छापिएको छैन। किनभने दोस्रो अङ्कदेखि मलाई माग्नु जानु परेन, उहाँ त्यत्रो ठुलो कवि मलाई पुर्याउन आउनु भएन। त्यसो हुँदाखेरि अनि के हुन्छ, बिचमा एउटा विजय बजीमय भन्ने साहित्यकार हुनुहुन्थ्यो पोखराको, उहाँको रेडियो दोकान थियो। त्यो दोकानमा साहित्यकारहरू जो भेटघाट गर्थे, गफ गर्थे। मोहन कोइराला र म सँगै पुगेछौँ। कोही कोही अलि छुस्के पनि हुन्छ नि, यिनीहरूको झगडा लगाइदियो भनेर उचाल्ने पनि हुन्छन्। त्यस्तो स्वभाव पनि ह्युमन नेचर हो। शैलेन्द्र साकारलाई उ के गर्नु, कवि शैलेन्द्र साकारले के भन्नुभयो भने मोहनजीलाई, मोहन दाई तपाईँ यत्रो कविको कविता अभिव्यक्तिमा त देखिन्न भने। अब यसो मैले हेरेँ, मोहन कोइरालाको त मुख रातो भयो, मेरो के हो त्यो त मैले देखिनँ, मेरो त्यस्तै हो कि है। मुख रातो लाएर मतिर हेर्नु, म बोलिनँ, अब बोल्ने कुरै थिएन। अनि उहाँले नै के भन्नु, ठिक हो, आजको पपुलर कवि भए पनि हुँ, पपुलर पत्रिका अभिव्यक्ति पनि हो, मोहन कोइरालाको कविता अभिव्यक्तिमा छापिएन, यही रेकर्ड रहोस् नि त के हो त भन्नु। मैले हवस् मोहन दाई भने छापिदिएँ, मोहन कोइराला। अब आजलाई यति राख्नु कि 2जना भाइ पुग्छ। किनभने एउटा जिज्ञासाको प्रश्न तपाईँलाई 55 वर्ष भइसक्यो हजुरले साहित्यिक पत्रकारिता गर्नुभएको। हजुरको जीवनी हेर्दाखेरि मैले थाहा पाएसम्म त्रिभुवन विश्वविद्यालयको आर्थिक प्रशासन अनुसन्धान तथा अध्ययन केन्द्रमा पनि यहाँले काम गर्नुभएको थियो भन्ने मलाई जानकारी छ। त्यस्तो अनुसन्धानमूलक संस्थानमा काम गरेको व्यक्तिले आफ्नो यो पत्रिकालाई साहित्यमा मात्रै केन्द्रित गर्नुभयो। कहिलेकाहीँ त्यो हिमालले निकाले जस्तो, इन्डियामा
त्यो रिडर्स डाइजेस्ट भन्ने पत्रिका आउँथ्यो नि, अनुसन्धानमूलक पत्रिका। त्यस्तो खालको कुनै विशेषण निकाल्नु भएन। त्यस्तो खालको पत्रिका निकाले पनि हुन्थ्यो पृष्ठभूमि, हजुरको पृष्ठभूमिलाई हेर्दाखेरि। अनि त्यस्तो पनि विशेषण पनि निकाल्नु भएन, के कारण होला त्यो जान्न खोजेको? अनुसन्धान किन गर्नु भएन? मैले त्रिभुवन विश्वविद्यालयको एउटा युनिट अनुसन्धान गर्ने शब्द पहिले त त्यो त्रिभुवन विश्वविद्यालय अन्तर्गत थिएन, त्यो ठाउँमा मात्रै थियो। त्यो कम्पाउन्डभित्र ठाउँमा स्वतन्त्र संस्था थियो, आर्थिक विकास तथा प्रशासन केन्द्र भन्ने। पशुपति संस्थाको डाइरेक्टर प्रकाश लोहनीहरू डिप्युटी डाइरेक्टर हुनुहुन्थ्यो। त्यो मेरो जागिर थियो, यो मेरो रहर हो। त्यो अनुसन्धानका काम त मैले लेखेँ, मैले धेरै गरेँ अनुसन्धान। त्यो त अनुसन्धानका फाइलमा, रिपोर्टमा ती सबै के भने प्रोफेसनल काम हुन्थे। ती पैसा खाएर गरे मैले काम, तलब खाएर गरे काम गरेँ, ती बुझाइदिएँ। यो अभिव्यक्ति मेरो रहर हो, मेरो सोख हो, मैले अभिव्यक्ति चलाएँ। अनुसन्धानका काम चाहिँ ती संस्थाहरू भने सबै व्यापार, उनीहरूले पनि विदेशीसँग एड लिएर अनि प्रोजेक्टहरू चलाउँथे। ती प्रोजेक्टमा उनीहरूले खान्थे, हामी त एसिस्टेन्ट रूपमा, एसिस्टेन्ट अफिसरको रूपमा मैले प्रकाश रोहनीको एसिस्टेन्ट भएर काम गरेँ। र ती कुरा चाहिँ बाहिर केही पनि आउने कुरो भएन। ती चाहिँ मेरो जागिरको कुरो थियो, भात खाने कुरो थियो, त्यसको मैले भात खाएँ। विशेष के खाएँ भने साहित्यकारको नाताले मलाई पशुपति संस्थाले अलिक दुःख दिनुभयो। दुःख दिनु भने के भने उहाँ चाहिँ बेलायत बसेर पढेको मान्छे, म नेपाली अलि जान्दिनँ भन्ने लाग्यो उहाँको मनमा। तर मभन्दा जान्ने हुनुहुन्थ्यो। अब उसले आफूले जान्दिनँ भन्ने ठानेर मलाई सच्याइदेऊ, मिलाइदेऊ, यसो देऊ उसो देऊ भन्नुहुन्थ्यो। र यी अतिरिक्त काम गर्थेँ। र त्यसको उहाँले राम्रो पे पनि गर्नुहुन्थ्यो। जस्तो भनौँ पे गरेर पैसा होइन, घरमा बोलाएर काम लगाउनुहुन्थ्यो, खाना लगाउनुहुन्थ्यो। मलाई त्यो सेनाबाटै अमेरिका ट्रेनिङको लागि पढ्नको लागि पठाइदिनु भयो, बेलायत पठाइदिनु भयो। यसरी उहाँले तिर्नुहुन्थ्यो, म उहाँलाई काम गर्थेँ। त्यो चाहिँ मेरो काम हो। त्यो चाहिँ करको काम, जागिरको काम हुनाले ती सम्बन्धी मैले लेख बाहिर केही ल्याउने आवश्यक पनि छैन। भने मैले आफ्नो कथा, कविता, उपन्यास लेखेँ, त्यसै गरेर भए। हाम्रो कार्यक्रममा भर्खरै नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख आदरणीय कमरुद्दिन राईज्यू उपस्थित हुनुभएको छ। स्वागत छ यहाँलाई कार्यक्रममा। अतिथिहरू आउने क्रम जारी छ। अब हामी मुसाएर सुरु गर्छौँ केही छिन। प्राध्यापक डाक्टर कृष्णप्रसाद घिमिरेज्यू हुनुहुन्छ यही लुम्बिनी प्राविधिक विश्वविद्यालयको सेवा आयोग सदस्य हुनुहुन्छ। उहाँले एउटा प्रश्न सोध्नुभएको छ। अघि हजुरले लेखकहरूको अलिकता गुणस्तर भएन भनेर प्रश्न गर्नुभएको थियो, आफ्नो धारणा राख्नुभएको थियो। अनि चाहिँ के नपुगेको हो त अहिलेका लेखकहरूले, के पुर्याउन नसकेको हो भनेर सोध्नु भएको छ। अहिलेका लेखकहरूमा तपाईँको शङ्करराम धेमीलाई भेट्ने को आए निबन्धमा, बिपी, लेखनाथ, बालकृष्ण देवकोटापछि उनलाई बिर्साउने लेखक को आए मलाई देखाइदिनुहोस् त। दुई चारवटा लेख रचना, कविता लेख्ने, राम्रो लेख्ने धेरै छन्। कालीप्रसाद याल्नी, प्यासी, जगदीश घिमिरे, बासु शशी, यी सबै एउटा दुईवटा राम्रो लेखेका छन्, धेरै राम्रो लेखेका छन्। तर खट्टा खुट्टा छन्। अहिले भोजमा भन्नुहोस् माधव घिमिरे जस्तो को आयो त अहिले? बालकृष्णको कुनै पनि केही पनि नराम्रो छैन। लक्ष्मीप्रसाद देवकोटाका धेरै रद्दी कविता पनि छन् उनको, किनभने उहाँको रिपिट गर्ने बानी थिएन। लेख्यो फाल्दै खेच्दा उहाँको अक्षरै मान्छेले बुझ्न सक्दैन थियो अहिलेसम्म। बालकृष्णको कलाकारिताले बुट्टा भने अक्षर हुन्थ्यो, नबुझिने एउटा अक्षर हुन्थ्यो र 20औँपल्ट उहाँले रिभाइज नगरी केही पनि बाहिर ल्याउनुहुन्थ्यो। माधव घिमिरे त्यस्तै थिए, लेखनाथ त्यस्तै थिए। अब यिनको तुलनामा अहिलेको कसलाई अघि सार्नुहुन्छ तपाईँलाई भन्नुहोस् त? ठिक हो, मैले भने नि समय सापेक्ष हुन्छ। अहिलेका किसिमका, अहिलेका हिसाबका लेखा छन्। नबुझिनेलाई तारिफ गर्ने हो भने अर्को कुरो हो। मोहन कोइरालाको मलाई मन नथाप्ने गाली गयो, त्यो पनि हो, बुझेको छ।
नबुझिने कुरो लेख्नु र नसुनिने कुरो बोल्नु एकै हो। तपाईँ के बुझ्नु? म कार्यक्रम सुन्छु, अहिले तपाईँले कति बोल्या नबोल्या बराबर मेरो हुन्छ। त्यसकारण अहिलेको लेखनमा रद्दी छ भन्ने मेरो भनाइ होइन। जुन हिसाबले किताबको व्यापार बढेको छ, जुन हिसाबले प्रविधिको सुन्दरताको छाप्ने मुट्टा भर्ने कलाकारिता बढाएको छ, तामझाम रङ रोगन बढाएको छ। दिनदिनै किताब विमोचन हुन्छन्। काठमाडौँ हरेक निम्ता नआएको दिनै हुँदैन, तर पुस्तक पढ्न लायक हुँदैन, ग्यारेन्टी हो। अहिले 2-4 दिन तामझाम भए पनि पछि हराउने हुन्छन्। त्यसकारण ती बुढा पुरानाका जुन देन छ त्यसलाई भेट्ने चाहिँ मैले भेटेको छ, मैले देखाएको छैन। लेखिया होलान् कुनै कुनै, मैले सबै पढाएको त छैन नि, सक्दिनँ। मैले पढेसम्ममा चाहिँ मलाई देवकोटा, समूह, लेखनाथलाई बिर्साउने भेटेको छैन मैले। त्यस कारण म भन्छु प्रगति त दिनदिनै हुन्छ नि। छोरो जन्मिन्छ, तपाईँको बच्चा हुन्छ, यहाँ जुवा मुठे हुन्छ, जुवा मैले निकालेँ भन्न पाउनुहुन्न तपाईँले, त्यो प्रकृतिले निकाले हो। त्यो समयले दिन्छ, केही छ। पहिलेकोमा उनीहरूको त्यो समयको रिफ्लेक्सन थियो भने आजका लेखकको लेखनमा आजको रिफ्लेक्सन छ। तर त्यसमा साहित्य भनेर कला कता छ खोज्नुपर्छ। चमसुक पनि लेखन हो, चमसुक लेख्ने पनि ठुलो लेखक हुन्छ। लेखापढी गरेर खाने मान्छेहरू छन्, साहित्य लेखेर खाने मान्छेहरू पाइँदैन भने लेख्नु नै ठुलो कुरो होइन। लेखन बढेको छ, छापन बढेको छ, प्रेसको व्यापार बढेको छ, तर साहित्यको स्तर भन्ने कुरो चाहिँ आफ्नो दृष्टिबाट मेरो विचारमा उल्लेखनीय रूपले त्यस्तो वाह वाह गरेर बढेको चाहिँ मैले चाहिँ भेटिनँ। मैले अभिव्यक्तिमा कविता छापेर के फिल गरेँ कति भने यो पृष्ठ नाश भइरहेछ मेरो, तर नछापेर म के गर्नु त? त्यही लेखिन्छन्, त्यही छापिन्छन्, त्यसैले पुरस्कार पाउँछ, त्यही वाह वाह हुन्छ, अनि म पनि छापिदिन्छु। तर त्यसमा बुद्धि केही पनि हुँदैन। त्यस्ता पनि छन्, त्यसमा बुद्धि भएका पनि छन्। अहिले होलमा चाहिँ जुन रेसियोले विकास हुनुपर्ने साहित्यमा नेपाली साहित्य त्यति विकास भएको मैले चाहिँ अनुभव गर्न पाइनँ। यसरी यो विमर्शको 5औं अङ्कको यो छलफललाई यही टुङ्ग्यौँ। म निर्मलजीलाई माइक्रोफोन हस्तान्तरण गर्छु। त्यही बेर यही रोकिदिन अनुरोध गर्छु। 130 वर्ष दाइ ल कसलाई भने ल ठाउँमा भएका 2 जना पाहुनाहरूलाई सिद्धिको वस्तु मध्यपश्चिम सशस्त्रमा संरक्षण मध्यपश्चिम सशस्त्रमा साहित्यले पाएको नई बधाई छ।